आज म काठमाडौँमा छु र काठमाडौँबाट मैले अहिले भिडियो सुट गर्न गइरहेको छु। देखिएको ठाउँ स्वयम्भू। हामी स्वयम्भूनाथलाई जुम गरेर हेर्नेछौँ। यो स्वयम्भूनाथ पवित्र हिन्दूहरूको एकदमै पवित्र धार्मिक स्थल। स्वयम्भूनाथ महाचैत्य। यता देखिएको यो नागार्जुनको यो डाँडालाई नै हामी जुम गरी हेर्छौँ। र यो हो काठमाडौँ सिटी, नेपालको सङ्घीय राजधानी। काठमाडौँलाई मन्दिरको सहर भनेर पनि चिनिन्छ। काठमाडौँ एउटा उपत्यका पनि हो, त्यसैले नयाँ बायाँ पहाडहरू पनि देख्न सकिनेछ। यता पहाड छ। काठमाडौँको चारैतिर पहाडले घेरेको छ। यस कारणले गर्दा काठमाडौँलाई उपत्यका पनि भनिन्छ, भ्याली, काठमाडौँ भ्याली।